सबैलाई नमस्कार। अब हामीले तपाईहरुलाई सर्ट मुभीको चाहिँ त्यो भिडियोहरु ल्याउँदै छौं। त्यो चाहिँ भिडियो प्रज्वल टिभीमा आउँदैछ। प्रज्वल टिभीमा तपाईहरुले हेर्नु होला, हाम्रो कन्टेन्टहरुलाई बुझ्नु होला हैन। हामी तपाईहरुलाई यो भन्दा नि अझै राम्रो भिडियोहरु, मनोरञ्जन, चेतनशील, सामाजिक हरेक कुराको घटनाहरु ल्याउने छौं र यसलाई हेरिदिनु होला, राम्रोसँग बुझिदिनु होला। यति नै भन्नु छ। म राजकुमार भुजेल, प्रज्वल टिभी युट्युब च्यानलबाट चाहिँ सबैजनाले लाइक, सब्स्क्राइब, कमेन्ट गरिदिनु होला भन्ने आशा राख्दछु। हजुरहरु सबैजनाले हेरेर हाम्रो यो सिरियललाई चाहिँ हैन कमी कमजोरी के छ कमेन्टमा हामीलाई शेयर गर्नु होला है। र अनि हामीहरुलाई यो खालको बनाउनु भनेर तपाईहरुले सल्लाह सुझाव दिनु होला हैन। हामी अझै अगाडि तपाईहरुको माझमा आउने छौं, धेरै कन्टेन्टहरु ल्याउँदै छौं। तपाईहरु सबैले @ P क्यापिटल PRAJOL अनि स्पेस अनि टिभी क्यापिटलमा गरेर शेयर हजुरहरु सबैले हेरेर हामीलाई साथ दिनु होला। सबैलाई नमस्कार। ल अहिले एकछिनमा आउँछु। मलाई यति हो, अब के जोगाड गर्ने? त्यसो केही उपाय त लाग्ला नि। मसँग चाहिँ पैसा छैन। अहिले आमा बिरामी हुनुहुन्छ। मैले खोकीको औषधि, ज्वरोको औषधि धरि किन्न सकेको छैन। जोगाड लाउनुहोस्। अब उपाय लाउनु पर्यो हैन। जोगाड त गर्नु पर्यो नि त, खानु पर्यो हैन। यो चाहिँ छिटो झार्नु पर्यो के, शीत भइसक्यो। भइरह है उपाय लाउनु, उपाय लाउनु। एउटा नि एउटा उपाय त लाग्ला नि यार। कोही न कोही त भेटिएला नि अहिले। भयो भयो खोइ ल्याउनु त म लुगाउँछु। मजाले खाइन्छ, रमाइन्छ। यति रहेछ माल यार, के हेर्ने यार। भरेलाई त छैन नि त यार। मबाट चाहिँ उपाय छैन। आमाको ज्वरोको औषधि धरि दिन सकिया छैन। अब विचार गर्नुहोस्। भरेसम्म त केही जुगाड होला नि होइन। अहिले यसो हेरौँ अब। अलिक खदिलो पारेर है, पुरा एकदम खदिलो छ। ल एकदम खाँजेर खाइरहने भाइ यसलाई। दामी छ यार, दामी छ यार। सबै सब मेरो सबै यार। पैसा जोगाड गर्नु पर्यो। टेन्सन नलिनु, बल्ल अब जोगाड अब म लगाउँछु उपाय है। पहिला यसलाई निभाम पहिला आएर है। ल ल ल पैसा चाहिँ हात पार्न पर्यो है। पैसा अब म एउटा आइडिया लगाउँछु। मम्मी मेरो साँच्चीकै बिरामी छ। म कुरा गर्छु, पछि काम गरेर तिरौँला भन्छु। अनि ठ्याक्क तपाईँले त्यसमा थपिदिनुहोस् है। म जुगाड गरिहाल्छु, तपाईँ टेन्सन नलिनु न। अब कसरी हुन्छ म जुगाड गरिहाल्छु। ल अब यसको उपाय त म लगाइहाल्छु।
टेन्सन नलिनु न। ओ साउजी नमस्ते। नमस्कार 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 भाइ। नमस्कार। अनि आराम हुन्छ? एकदम आराम छ मेरो भाइ। एउटा सानो सहयोग गर्नुपर्छ दाइले। के पऱ्यो अरे त्यस्तो सहयोगै गर्नुपर्ने? दाइ मलाई यहाँ साह्रै गाह्रो हो। पर्सि आमा खुवाउने औँसी अहिलेसम्म आमा ज्वरोले थलिनु भएको छ। एक रुपियाँ पैसा छैन। त्यही भएर दाइ अर्जुनजीसँग मैले अब अहिले बात गरेको थिएँ, दाइलाई यसो भन्दै हुन्थ्यो भनेर मैले भनेको थिएँ। हो किन अर्जुन? खै भन्न त भन्यौ, अब के पाराले खै सहयोग गर्ने रे? खै अब तिमी दिनभरि बिहानदेखि बेलुकैसम्म तानेर बस्छौ झुम्म भएर। खै मलाई त विश्वास लागेन। अहिले जे काम गर्दा पनि कहिले के मिल्दैन, कहिले के मिल्दैन, कहिले भने जस्तो साउथ भेट्दैन। अनि अब यहाँको स्थिति त्यस्तै छ दाइ। त्यही भएर अब फेरि सबैले भन्छ अल्छीको धेरै बाहना हुन्छ भनेर। त्यही भएर ल्याउनु दाइ मेरो मम्मीलाई साह्रै गाह्रो पऱ्यो। त्यही भएर तपाईँले त्यति सहयोग गरिदिनु पऱ्यो। ल ठिकै छ, अहिलेलाई भन्नलाई भन्यौ, म सहयोग चाहिँ गर्छु। तर म भोलि या त पर्सि म घरमै आउँछु नि हेर्नलाई, फेरि हो कि होइन रहेछ भनेर बुझ्नको लागि। कुरा बुझ्यौ नि? हस् हस् दाइ। ल अहिलेको लागि यो 2000 रुपियाँ छ। ल ल राख। राम्रोसँग उपचार गर्ने नि। फेरि फेरि अनेक थरी नानाभाती खाएर झुम्म भएर बस्ने होइन नि। फेरि मैले भनिदिएको छु नि, फेरि आफ्नो आमाको उपचार राम्रोसँग गर्ने। ल बुझ्यौ नि? ल ल ल। घरमा खाने चामल पनि छैन साउजी। अचम्म छ बा, जुनै जोगी आए पनि कानै चिरेको। ल सबैले गुनासो पोख्छन्, बाटामा भेटेपछि त देख्नै हुन्न मलाई त। जुनै पनि आए पनि यही मात्रै भन्छन्। ल यो ल यो घर घरमा चामल किन्ने नि, फेरि गाँडागोटी खाएर झुम्म भएर बस्ने होइन नि। फेरि हुन्छ हुन्छ साउजी। ल ल अनि यसो के खानेकुरा पाए हुन्छ साउजी। अब यो घरमा खाजा खान भनेर लिएर आएको चिज घर आमाले पनि केही खानु भएको छैन। ल यही खोज्यो होला तैँले। ल ल ल हस् साउजी। के गरे भाइ त्यस्तो होइन? निकै ठुलो प्लान छ कि क्या हो तिमीहरूको? होइन यसो आज यो आमालाई यो खानेकुरा अलिअलि मिल्यो अनि पाको खुसियालीमा रमाएको हो। ल ल ल राम्रोसँग हाम्रो आमाको हेरविचार गर्ने। 2-4 दिनपछि काममा बोलाउँछु, काममा आउने फेरि। ल हस् साउजी। देख्यो देख्यो नि 2000 जम्मा 1000 यार। जम्मा 1000 यार मलाई। होइन ठिकै छ, आजलाई चाहिँ काम चल्नु भइहाल्यो होइन। भोलि फेरि अर्को उपाय लगाउनु पर्छ है। 2500को माल लिएर आइहाल्नु पर्यो है। 2500 अलिकति माल ल्याएर भरेको छैन। अब अलि साउजीले ऱ्याक गरे कि यार। अब साउजी यार भोलि पनि स्लिप लाउनुपर्छ है। केटा आइहाल्छ नि। एउटा नि एउटा भगवान्ले तुराइदिन्छ क्या। अघिदेखि भोक लगाइरहेको थियो। जोस् अभिनय चाहिँ खतरा छ। यता हात यता अभिनय चाहिँ खतरा छ। ल के गर्ने, साउ भने साउ नै हो। मन खोलेर दिन्छन्। के गर्ने, मोज भयो मोज। आजलाई चाहिँ चल्यो, फेरि भोलिको लागि यार यसो उपाय लगाउनु पर्छ है। ल फेरि मेरो भाग्ने सिद्धिला नि त्यहाँ फेरि। होइन छ पुग्छ है, यत्रो छ। ल खाइदिउँ के को आमा न सामा यार, मान्छेले भोग लगाइरह अब यहाँ। कस्तो मुखमै चाहिँ विनोद परेला मेरो मलाई पास गरे। अब खेला गरेन योभन्दा यही इम्पोर्टेन्ट छ त। खेर गइसक्यो पानी छ। कति कडा हो। घोडै खान मिठो हुन्छ के। घोडैमा मजा आउँछ। ओहो मलाई त लाग्यो भोलि 2500को जसरी पनि झार्नुपर्छ। 2500को माल झार्नुपर्छ। 5 दिन त पुग्छ नि। तर पैसा चाहिँ यसरी नै झारिरहनु पर्छ। फेरि साउजी आउनु फेला पर्ला नि त।
खाएको देखाउनु हुन्न। देखाउने होइन के तर मनकारी छ, कडा छ साउ मनकारी छ। एकदम मनकारी यार। मेरो साउजी हो नि त, मलाई बच्चैदेखिबाट चिने साउजी। म त त्यो साउजी आए बेलामा काम गरे जस्तो गर्छु, तर ठगिरहेको हुन्छु। तर साउ चाहिँ साउ नै हुँदो रहेछ। साउले त कहाँ ठगन थाहा डँडा र भाँदिन्छ मेरो त बच्चैदेखिबाट अनि चिनिरहेको हो त। अनि उहीँ साउजी के घरमा हुर्किएको म, अनि अहिलेसम्म उहीँ साउजी नभए भए घर सबै उहाँले चलाइदिनु भएको थियो। अनि साउजीलाई चाहिँ भन्नु हुँदैन फिल्टर पुग्दा झन् फिल्टर झन् मिठो के। हामीले जसरी खाए पनि त्यहाँ त्यसरी चुरोट चाहिँ निभाउनु हुँदैन, डढेलो लाग्छ। ओहो हो यार, हुन त आइसकेको छ यार। त्यही भएर विचार गर्नुपर्छ, खाना त खाने हो, डढेलो लाग्छ के नगर्नु न यार। त्यो भोलि समाजमा असर पर्छ। ओहो साथी, धन्य हामीले बर्बाद गरेको हेर्नु त। यत्रो वन अहिले यहाँनिर सघाएको हुन्थ्यो यो डढेलोले। भोलि 25 है ठुलो चिया भयो यार। ओ साथी, रात पर्न लागिसकेको छ यार। रात पर्न लागिसकेको छ। हो अर्जुनजी, हजुर रात पर्न लागिसकेको छ। अब जाउँ। माल त अखार रहेछ नि यार। फेरि अहिले पैसा छ नि, आज त साउजीले दिनु हजुर कि आज रक्सी नै खानुपर्छ। जाउँ। यो माथि पनि के काटिन्छ चाहिन्छ कि साथी। माल कस्तो छ त? आमा कसम गेडै गेडा, त्यत 2500 मालै खेर गयो क्या आज। तेरि म पनि यार झन् यसो माल खान पाइँदैन, दिनभर मकै गोड्दा गोड्दा हैरान म त यार। आज यो 2500 को माल भयो, अब अरू जोगाड चाहिँ गर्नुपर्छ अर्जुनजी। आधीसम्म कसरी जोगाड गर्ने होला यार? आधीसम्म गोड्दै थिएँ यार, लम्मै हेर्नु यार, खुट्टा काटेर यार, अनि गर्नै सकिएन यार। केही उपाय चाहिँ गर्नुपर्छ है अर्जुनजी। घेडी घेडा रहेछ म अझै त्यो पुरा गोड्या भयो। फेरि उपाय फेरि यसलाई हिँड म उपाय गर्छु, यसलाई हिँड। साउजी भाइ, साउजी नमस्कार। नमस्कार। अनि बाबु के छ हालखबर तिमीहरूको? अनि आमालाई कस्तो छ अहिले? मम्मीलाई सबै उपचार गर्दा गर्दा त्यो भिटामिन भन्ने एउटा त्यो 700 एउटा पर्ने छ, अनि अर्को औषधि गर्दा लगभग त्यो सबै कुरा गर्दाखेरि थोपा औषधि पनि ल्याउँदाखेरि चाहिँ 1500 फेरि पुगेन दाइ। ओहो बाबु, तिमीहरूले त जहाँ गए पनि नछोड्ने भयो है मलाई त। होइन दाइ, अब तपाईँ त हो नि हाम्रो यत्रो गाउँको जमिनदार, तपाईँ नै यहाँको सबै ठेक्का पट्टा गर्ने, अनि के अनि दाइ आपत विपद पऱ्यो भने हजुरलाई सम्झिनु त हो। ल ल ठिक छ। अनि आमालाई उपचार त गरे हो नि? गरिरहेको छु दाइ। ल साँच्चै नपुग्यो नि पैसा? अब साँच्ची के नपुग्यो दाइ। ल ल ल अब बिलै देखाइदिनु पर्छ नि छ दाइ। ल ल भनिहालेँ। ल ठिक छ। ल ल ल आजलाई अब यो पाकेट खर्च पैसा अलिअलि बोकेर हिँडेको थिएँ। ल
कति छ के कति छ 1500 नै छ दाइ हो ल पुग्छ नि होइन पुग्छ ल अनि भोलि आउनुहुन्छ दाइ भोलि म अनि बारे आउँछु त्यहाँ चेक गर्नु परेन मैले के कस्तो उपचार गरे हो कि नगरे हो दबाई के कस्तो खुवाछ ल ल अनि तेरो हालखबर के छ नि साउजी हजुरको मकै गोडेर सबै सकिसकेको थियो अलिकति मात्रै बाँकी थियो हेर्नु यहाँ खुट्टा काटेर ल त्यो खासै केही फरक पर्दैन हजुर ल अहिलेलाई यो 1.5 भए पुग्छ अलिकति गएर त्यो हेल्पो स्वास्थ्य चौकीमा हजुर। गएर चाहिँ राम्रोसँग मलमपट्टी के ड्रेसिङ के गर्नुपर्छ ल गर 250 कति छ ल हुन्छ साउजी ल मकै त सबै गोडेर सकिसक्यो अलिकति मात्रै थोरै बाँकी छ खुट्टामा हेर्नु न त्यो ल काम पनि राम्रोसँग यसै गर्ने खेतालाहरूलाई पनि राम्रोसँग काम लगाउने ल आमा पनि गर्ने म पनि औषध सुतेर बस्लास् औषध लिन गइहालेँ ल ल टिरिक यो हो नि टिरिक भनेको त यार पैसा आयो अहिले पनि मलाई यार जम्मा कति 200 नि पुगेन यार 200 नि अब भोलिसम्म पुगिहाल्यो नि है यहाँ अहिलेको माल ओहो ल त्यसलाई त्यही गेडा भए पनि छानेर बनाऊ अब चाहिँ यस्तो गेडा ल्याउने होइन है अरुणजी साह्रै जिन्दगी खतम भयो अब यस्तै यो जस्तो माल छ त्यस्तै आयो देख्नुभयो त्यही हो राम्रो माल ल्याउने है हस् खोइ चुरोट किन्ने पनि छैन यहाँ अब कहाँ अब त्यो चिलिम बनाउनु त एउटा ओहो अब चिलेमै बनाउनु पर्ने भयो यार चिलिम आइडिया भनेको आइडिया हुन्छ देख्नु अर्जुनजी जोगाड त हुन्छ नि खाने मुखलाई जुङ्गाले कहिले छेक्दैन हो दही बोका आएर अजिङ्गरका आएर दही बोली चुराउँछ भने जस्तै हो यो तपाईँले अलिकति ठुलो बनाउनु भएछ हुन्छ चल्छ ल म फायर लाइटर बालिदिन्छु पहिलो फायर लाइटर झिक्नु त यो सल्काइदिनु त ती 3 राउन्ड भइसक्यो अब लास्ट पप हानु अब अलिकति छ सकिसक्यो ल बाल्नु त सक्यो जाउँ अर्जुनजी म त यो झ्याप भएपछि त यो त जरायो के अरे जरायो हाम्रो साउको जयो हाम्रो खोइ त भन्नु न यहाँ राम्रो साउको जयो हाम्रो साउको जयो अलि सफा रहेछ यहाँ यो त झ्यापको बेलामा ऱ्याप पाराले देख्ने रहेछ यार त गएको टाउको हो कि जराएको टाउको हो अब जे भयो नि खाएपछि रमाइलो गर्नुपर्छ डोन्ट डिस्टर्ब है ओ हेर्नु न यो डोन्ट डिस्टर्ब यो भोलि हेर आउँदा चल्न थाल्यो नि त हाम्रो साउको जय होस्। अर्जुनजी हजुर आशीर्वाद दिन मन लाग्यो आशीर्वाद दिन मन लाग्यो हाम्रो साउको जय होस् हामीले भन्यौँ नि धेरै धेरै धर्म होस् हाम्रो साउको घरमा 2-4 करोड घरमा होस् धेरै धेरै धर्म होस् 2-4 करोड साउको घरमा होस् साउको घरमा भएपछि त हामीलाई नै भइहाल्यो नि यार पौरजीले चाहिँ सही कुरा गर्नुहुन्छ क्या साउको घरमा भएपछि त हामीलाई नि भइहाल्यो नि यार अर्जुनजी हजुर मैले अहिले
मैले अर्जुनजी कहिले चाहिँ मैले नराम्रो असही कुरा गरेको छु हो पर्दो हाम्रो मम्मीको उपचार गर्न भनेर पैसा ल्याएर रमाइलो गरिरहेछ हजुर अनि दिनु परेन आशिष पर्छ पर्छ हाम्रो साउको जय हो हाम्रो साउको जय होस् आज आमा खुवाउने औँसी त्यही त नि अब बिहानतिर त खुवाउनै पऱ्यो के उपाय लाउने होला अर्जुनजी साउले दिए पैसा सबै हार भ्याइहालियो अब विकल्प अब हिजो 1500 माग्यो खाइयो अस्ति 2000 माग्यो खाइयो अब त के भनेर माग्ने मेरो पनि 1 रुपियाँ बसेन यार अब के भनेर माग्ने अब आजको उपाय त केही तार्न पऱ्यो ल ठिक छ अब फेरि साउलाई साउ वरिपरि जाऊँ न पहिला त्यो भने अलिकति अभिनय गर्नु छ हस् हस् आमा त मेरो पनि सुरक्षै भइसकेको छ होइन हजुर दिमाग खराब भइरहेको के गर्नु नमस्कार नमस्कार के भयो फेरि तिमीहरूलाई फेरि आज पनि धुर्रिएर आएछ त दुईजनै साउजी तपाईँलाई खोज्दै आएको अब उपचार सबै औषधिमूलक गरियो अब आज हेर्नु अब आमा खुवाउने औँसी आजै अब उज्यालो भएपछि तपाईँलाई खोज्दै आएको अब यसो 9-10 बजी भात खानुभन्दा अगाडि केही मुख मिठो गरिदिनु पाएँ एक छाक मासु ल्याएर खानिदिनु पाएँ हामीले पाउने आशिष तपाईँलाई नै हुन्थ्यो त्यो आमाले के गर्ने होला साउजी ओहो यत्रो वर्ष दिनको चाडमा त्यति एउटा आमालाई लगेर खुवाउन सकेन है तिमीहरू त्यत्रो वर्ष दिनको चाडमा त्यति एउटा आमालाई पनि खुवाउन सकेन है केटा हो तिमीहरूले अब तेरो पनि आमा मेरो पनि आमै सर हो अब के गर्ने त केटा हो के गर्ने ल यसो अलिकति यसो 200-500 भयो भने तेरो आमा पनि मेरो आमा सरी हो अब के गर्ने त वर्ष दिनको चाड त्यही माथि आमा खुवाउने औँसी ल यो 1000 रुपियाँ दाम लगाएर आमालाई के कस्तो आउँछ मिठो तरिकाले खुवाउने नि फेरि ल फेरि यो पैसा लगाएर टन्न खालास नि फेरि होटलमा खानु भनेको कुरो पुर्याउने नि फेरि आमालाई मिठो मिठो के आउँछ त्यो लगाएर खुवाउने राम्रोसँग अनि तेरो के छ नि हालखबर साउजी तँलाई के भन्यो फेरि तेरो ठिक छ नि हालखबर साउजी औँसी मानेर बुढी आज आउँदैछ अनि घरमा पनि आमाले यसो आज औँसीको दिनमा यसो मिठाई सिठाई लगाइदिनु पायो भने हुन्थ्यो भनेको साउजी ल हेर त वर्ष दिनको चाडमा केटा हो तिमीहरूले एउटा आमालाई पनि राम्रोसँग खुवाउन सकेन है यसको पनि व्यथा त्यस्तै तेरो हेऱ्यो तेरो पनि त्यस्तै ल तँलाई पनि चाहियो पैसा यसो 2-400 ओहो अब यो पाहाड खर्च भनेर लिएर हिँडेको पैसा अब 1000 यता दिउँ ल ठिकै छ तँलाई पनि काम गरेर कटाइहाल्छु नि साउजी मैले त ल त्यो त ठिकै छ काम गरेर त कटाउला तर आमालाई त लगेर खुवाउँछस् नि खुवाउँछ साउजी ल ल ल ल हस् साउजी ल वर्ष दिनको चाड आमा खुवाउने औँसी त्यही माथि ल 1000 रुपियाँ दाम दिएको छु के आउँछ त्यो राम्रोसँग आमालाई लगेर खुवाउने नि फेरि हुन्छ सर जे जति आउँछ है हस् ल ल जाऊ ल हस् सर आज पनि मुर्गाइयो नि मुर्गाइयो नि उपाय लाग्यो जिन्दगी सधैँ यसरी चल्छ र हामी उनीहरूले ठेक्दैन भन्छ पुरा पाराले अरुणजी हजुर यहीँ बस्नु ल फेरि खुट्टाहरू छ अब यसो विचार गरेर बस्नु होइन प्लानहरू बनाउनु पऱ्यो अब आज शक्तिखोर गएर खानासाना खाएर चप्पड माल क्या पुरै ल्याउनु माल लिएर आउँथ्यो है अब अस्तिको जस्तो गेडा चाहिँ नहोस् अस्तिको त फाक यार गेडै गेडा त्यो पैसा त्यत्तिकै तपाईँ फोन आएको छ मामा उठाउनु हजुर मामा दर्शन हजुर होइन होला मम्मी हुनुहुन्न
म आइहालेँ मामा म टुरो भएँ मम्मी हुनुहुन्न अरे मैले म पापी म अपराधी भएँ मैले सबैबाट त्यत्रो पैसा ल्याएर पनि मैले मम्मीको उपचार गर्न छोडेर गाँजा कोटी खाएँ अब म के गर्ने अरू चाहिँ म टुरो भएँ मम्मी हुनुहुन्न अब आजबाट सब खान छोड्यो हामीले गाँजा गोटी खानाले हामीले परिवार त्याग्नु पर्ने भयो लौ न पर्दलजी के भयो पर्दलजी के भयो लौ न हामीले साउसँग पैसा लिएर हामीले नसालु पदार्थ नखाइकन हामीले आमाको उपचार गरिदिनु भए भए सायद अहिले यो अवस्था हुन्थेन होला तै पनि फेरि आमा खुवाउने औँसीकै दिनमा यस्तो भयो अब आइन्दा हामीले त्यस्तो नसालु पदार्थहरू युज नगरौँ हामीले प्रयोग पनि नगर्ने र अरूले पनि प्रयोग नगरौँ भन्ने सुझाव दिन चाहन्छु म हो न पर्दलजीले के हो एम्बुलेन्स फोन हान्नु पर्ने भयो